केही सुनौला दिनहरू थिए जुन बितेर गयो अनि केही मानिसहरू खास थिए जुन छुटिएर गए। तिमी कतिपटक टुक्रिएर रोयो त्यो महत्त्वपूर्ण होइन, तर तिमीले आफूलाई सम्हाल्न सक्यौ त्यो तिम्रो जित हो। आखिर अन्तिममा बुझ्नुपर्ने आफैलाई रहेछ अनि बुझाउनु पर्ने पनि आफैलाई रहेछ। बस आफ्नो मनलाई बुझाउन सक्नुपर्छ। अर्थ नभएका सम्बन्धहरू त गाँसिनुभन्दा मासिनु नै ठिक हुन्छ। उमेर सँगसँगै प्रगति गर्न नसक्दा पनि त मन आत्तिने रहेछ नि साथी। म यति ढुक्क छु कि म मेरा शत्रुहरूसँग सजिलै सामना गर्न सक्छु, तर ए भगवान, मेरो यति प्रार्थना छ कि मेरा शत्रु रूपी आफन्तबाट भने सधैँ बचाइराख्नु है। जितमा मात्रै रहेछ नि साथी पुरा भिडोने, हारको बोझ त एक्लै उठाउनु पर्दो रहेछ। आशा अनि भरोसा दुवै राखेको छु भगवान। अब पल्टिन लागेको पानामा सफल भविष्य लेखेको होस्। भाग्यमा नै खोट भएपछि गुनासो कसैसँग छैन, बस लडेपछि उठ्ने हिम्मत दियो है भगवान। हाँसो पनि कहिलेकाहीँ उधारो लिनुपर्ने सहरमा मान्छेहरूले सोध्ने गर्छन्, कमाइ त मजाले भइरहेको होला है। शब्दहरू त धेरै थिए तर सुनिदिने कोही थिएन, त्यसैले मौनता नै मेरो साथी भयो। अरूले साथ दिन्छन् भन्ने त भ्रम मात्रै रहेछ। आफूलाई आफूले भन्दा धेरै राम्रो साथ अरू कसैले दिनै सक्दैन। कस्तो उमेर हो यो, न त परिवारलाई केही माग्न सकिन्छ न त परिवारलाई केही दिन नै सकिन्छ। साथीहरू, तपाईँहरूलाई भिडियो के कस्तो लाग्यो त? तपाईँहरूलाई जस्तो लाग्छ त्यस्तै कमेन्ट बक्समा प्रतिक्रिया दिन नभुल्नु होला। हस् त, धन्यवाद।